हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आजको भिडियो स्पेसल के छ भने आज यस्तै छ गाइज। के देखाउनु अब केही छैन त्यस्तो देखाउने चिज त। अब हेरौँ के कस्तो हुन्छ। म तपाईँहरूलाई नजिकै भएको एउटा नदी देखाउँछु है, मसाङ्गी नदी। मसाङ्गी नदी कस्तो पानी परेर हेर्नु न, भ्यू कस्तो भएको छ। के अरे बर्खा लागे यस्तो यस्तो भइरहेको छ क्या। लाग्नु त अब यस्तो बर्खा त लागेको छैन कि होइन, लाग्न त, तर हेर्नु त बब्बालै छ भ्यू, आनन्द बब्बालै छ। ट्याक्क हेर्नु त माथि भिड, माथि आनन्द। अब नजिकै खोला पनि छ क्या, फेरि हाम्रो यहाँ नजिकै खोला छ। खोला फेरि यति ठुला छ खोला भन्नु कि नदी भन्नु। अब यो माथि यहाँ हाम्रो मर्स्याङ्दी हाइड्रो पावर छ नि त नजिकै, यो मर्स्याङ्दी हाइड्रो पावर छ नजिकै। त्यसैले हेर्नु त बब्बालै छ खोला, कति ठुलो आइरहेको छ। पानी परेको थियो नि त हिजो, कति ठुलो पानी परेको थियो। बब्बालै छ हेर्नु त, कति ठुलो आएको छ। त्यो तल देख्नु भएको छ, तल चाहिँ हाम्रो उ छ क्या, त्यहाँ के अरे गिट्टीहरू बालाहरू गराउनलाई त्यहाँ तल चाहिँ त्यस्तो चिज छ। त्यहाँ उति तल चाहिँ त्यस्तो चिज छ है। अरू के भन्नु गाइस, यस्तै हो। हजुरहरूलाई के देखाउनु मैले अब खासै त्यस्तो देखाउनु थिएन। म अहिले लमजुङको उदिपुर भन्ने ठाउँमा छु है। उदिपुर भन्ने ठाउँ यस्तो छ कि अहिले खुल्ला आनन्द पाराउँछ कि। पहिला अब हामी सबै धेरै हुन्थ्यो यहाँ मान्छेहरू, अहिले खासै मान्छेहरू छैन। पहिला व्यापकै मान्छेहरू हुन्थे। खास पहिला हाम्रो हेर्नु त भलिबल ग्राउन्ड कस्तो भयो। भलिबल ग्राउन्ड यो हो, योदेखि माथि जालदेखि माथि फुटबल ग्राउन्ड भयो होइन। फुटबल त्यहाँ फुटबलहरू त्यहीँ खेल्थ्यौँ हामी। यो भलिबल ग्राउन्ड तलतिरको माथिको चाहिँ फुटबल ग्राउन्ड हो है। हेर्नु त त्यहाँबाट गाइस पहिरो आएर त्यो माथिबाट देख्नुभयो, त्यो ठाउँबाट पहिरो आएर हाम्रो ब्याग भित्रै छिर्या क्या। देख्नुभयो त्यो पहिरो, त्योबाट सबै आएर यहाँ तलतिरै पुरै आएको। त्यस्तो भएको यहाँबाट यहाँ पुरै घरहरू नजिकै छ। यहाँ आएर पहिरो नै आइदिएको भित्र। त्यसैले अहिले हाम्रो ब्यारेक चाहिँ यहाँ छैन, माथि त्रिसोरा भन्ने ठाउँमा गएको छ गाइस है। अरू के हुन्छ दिनभरि के हुन्छ, मैले के गर्छु त्यो सबै हजुरलाई अपडेट देखाउनेवाला छु है। अपडेट देखाउनेवाला छु। त्यो हजुरहरूले के लाग्छ कस्तो लाग्छ भन्ने होला। हजुरले सक्दो मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला है। के भन्नु जे देखाउनु सबै मैले देखाउँछु आजको मेरो कामहरू। सुरेलले खाने नास्ता कस्तो छ भनेर म हजुरहरूलाई देखाइदिन्छु त। सुरेलले अन्डा, चना अनि दुध पनि हुन्छ, दुध पनि छ। लाउरे त्यसै मजबुत हुन्छ त गाइज। त्यसैका ब्रेड पनि छ त्यस्तो ब्रेड चाहिँ। ब्रेड टन्नर यस्तो यस्तो खाएर लाउरे मजबुत हुन्छ गाइज। तपाईँहरूलाई भान्सा देखाउँछ हाम्रो भात पाक्ने राइस स्टिम है गाइज। राइस स्टिम टक्क यस्तो हुन्छ, यस्तो हुन्छ। यसरी खोल्ने, ट्याक्क यसरी खोल्ने, ट्याक्क स्विच हाल्ने। अहिले चाहिँ हाल्यो नि त भात, त्यही भएर हाले होइन। यस्तोमा हाल्ने, गिलमिरीमा हाल्ने, ट्याक्क अनि खाने गाइज। हेर्नु देख्नुभयो टक्क यो गिलमिरी हाल्ने, यहाँ हुन्छ यस्तोमा हाल्ने, ट्याक्क बाँड्ने, आफै खाने। दुईवटा त्यहाँ छ, एउटा यहाँ राइस सिस्टम यस्तो छ गाइज। हेर्नुभयो कति सजिलो छ, कति लाउरे बन्न कहाँ गाह्रो छ र गाइज। अझै सजिलो है। टक्क हात धुने ठाउँ, किचन रुम, हाम्रो किचन हो है गाइज। किचन रुम हेर्नु गाइज, पहिला आएको पुरानो हाम्रो घरहरू यस्तो छ हेर्नु त। बाबा भूत बङ्गला आएको त कति अँध्यारो हो बा है। हेर्नु पहिला मान्छे बस्नु बेलासम्म कस्तो हुन्छ भने अहिले एकदम मान्छे धेरै हुन्छ नि त, लाइट पनि कति हुन्छ। अहिले छैन भने चाहिँ यति ठाउँ हलुवा पर्दै यहाँसम्म छ पुरै हेर्नु त अँध्यारै छ, यहीँ परसम्म छ। पहिला त्यस्तो रुमहरू थियो क्या। पहिला हाम्रो अफिस बसिरहेको थियो नि त, पुरै हेर्नु त उहाँबाट उहाँसम्म छ, यति लामो छ पहिलाको हाम्रो घरहरू हो नि त। पहिला बस्थ्यो सबै मान्छे धेरै थियो नि त यहाँ मान्छेहरू। त्यति हुँदाखेरि लगभग यो अफिस राखेको थियो नि। अब मान्छे धेरै हुन्छ, आज हामी अब त्यतिकै छिर्नु पनि पाइँदैन क्या। अहिले हेर्नु त यस्तो छ, मान्छेको भिड टन्नै छ। त्यत्रो सामान त्यत्तिकै राखेको छ नि घर। त्यति के भन्नु गाह्रो छ मान्छेलाई। अब कसैलाई बस्ने ठाउँ छैन, कसैलाई यस्तो छ हेर्नु त। यस्तै गाइज खानासाना खाएर पनि आइसक्यो। अब खानासाना खाइयो। अब हामी 11 बजीतिर अब अर्को कामतिर लाग्छौँ होला। त्यो काम गरेको पनि म हजुरहरूलाई देखाउनेलाई चाहिँ अब उयो अहिलेसम्म अरू एकछिन अब खानासाना खाइसकेपछि एकछिन रेस्ट हुन्छ हाम्रो। रेस्ट भइसकेपछि अब हामी एकछिन 11 बजीसम्म रेस्ट हुन्छ। 11 बजिसकेपछि
के गर्ने कस्तो गर्ने भन्ने कुरा माथिबाट आदेश आउँछ नि त। आदेश भनेको माथिबाट मान्छेले भन्छ कि हामीभन्दा ठुलो अहिले मान्छेहरू हुन्छ नि उहाँहरूले भन्नुहुन्छ है। त्यही काम गर्छौँ। मैले आज दिनभरि गरेँ के हुन्छ अपडेट हाल्छु भिडियो। आफूले गरेको काम हाल्ने त होइन। यस्तो भनेको मान्छेले कस्तो कि आफूले गरेको कामहरू देखाउन लाज मान्ने यस्तो हुन्छ। तर मैले त्यस्तो छैन। अहिले मबाट म त जे छ त्यही हालिदिनु, जे गराउँछु त्यही गरिदिने हो है। जस्तो हुन्छ त्यस्तै गर्ने हो। आफूले गरेको काम देखाउन कुनै लाज होइन क्या। मैले देखाएको काममा लाज भनेर म सानो हुन्न नि त होइन। खासै त्यस्तो गर्नु खासै लाग्दैन। म त जे छ त्यही देखाउँछु गाइस। आज अब अरू त यस्तै हो। अब अहिलेसम्म खाना खानेसम्म के गऱ्यो भनेर अब भिडियो पनि हालिरहेको छु है। भिडियो पनि हालिरहेको छु। अब हजुरले पनि हेरेर भिडियो हेरेर साथ सपोर्ट दिनु होला है। सक्दो सेयर गरिदिनु होला। मेरो भिडियोलाई मन पराइदिनु होला। मन पराइदिनु होला मेरो भिडियोलाई है। एसजेबी राइडर भ्लग भन्ने छ मेरो नाम सर्च गरेर मलाई सब्सक्राइब गरिदिनु होला है। योभन्दा त मैले के नै भन्नु सकेर नाम युट्युबमा गएर सर्च गर्दा हुन्छ एसजेबी राइडर भ्लग छ मेरो नाम। युट्युबको नाम, युट्युब च्यानलको नाम। हजुरले त्यहाँ गएर लाइक कमेन्ट पनि सेयर पनि गरिदिनु होला है। टिकटकमा एमलाग उली नै होला है। उली नै छ मेरो टिकटकमा। टिकटकमा फलो गरिदिनु होला। त्यसपछि युट्युब च्यानलमा गएर सब्सक्राइब बेल आइकन घन्टी टङ 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 बजाइदिनु होला। ल बाई।